ल लागौँ हजुर, लगाऊ, आफ्नो आफ्नो गन्तव्यतिर लागौँ हजुर। अन्ततः काठमाडौँ स्थित थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलेको छ। प्रधानमन्त्रीको निर्देशनपछि सुकुम्बासी बस्तीमा डोजर चलेको हो। बुधबार प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखहरूसँग सुकुम्बासी बस्ती खाली गर्ने बारे छलफल गरेका थिए। त्यसपछि बिहिबार साँझ बस्ती खाली गर्न माइकिङ गरियो। यसपछि शुक्रबारदेखि नै सुकुम्बासी बस्ती खाली गरियो। शनिबार बिहानैदेखि सो क्षेत्रमा डोजर चलेको हो। आइतबारसम्ममा थापाथली स्थित गौरी गाउँको सुकुम्बासी बस्तीमा डोजर चलिसक्नेछ। यहाँ मात्रै होइन, सरकारले काठमाडौँका अन्य स्थानहरू शान्तिनगर तथा मनोहराका सुकुम्बासी बस्तीमा पनि डोजर चलाउनेछ। सुकुम्बासी बस्ती खाली गर्न विगतमा सरकार र सुरक्षा संयन्त्रलाई ठूलो चुनौती हुने गर्दथ्यो, किनकि त्यहाँ विरोध र प्रदर्शनले तनाव बढ्ने गर्थ्यो। तर यो पटक भने डोजर चल्दा जबरजस्ती बल प्रयोग गर्नु परेको छैन। सरकारको निर्देशन अनुसार नै सुकुम्बासी आफैले बिहिबारदेखि नै घर खाली गरेका छन्।